सो म चाहिँ यहाँ आइसकेँ, दोकानको बाहिर आइसकेँ। अब चाहिँ हामी चाहिँ बाहिरतिर ब्रेड लिन जाँदैछौँ। सो बाहिरतिर उताको सिन आज यस्तो छ, धुलो माटो छ सबै। धुलो माटोले पुरै यतातिर भयो। तपाईँको यो 5 रियल मार्केट, यो 5 रियल मार्केट भन्छ यहाँ। जो लगभग घरमा चाहिने चाहिँ A to Z सामानहरू सबै पाउँछ क्या यहाँ। ग्रोसरीको अनि भाँडाकुँडा अकडम बकडम पर्फ्युमहरू जे कुरा नि भनौँ न चाहिन्छ। अब यतातिर अब यो चाहिँ हाइवे भइहाल्यो, यो ब्रिज भइहाल्यो। यहाँको साउदीको ब्रिज चाहिँ पुरा फिटिङ रेडिमेड हुन्छ कि तपाईँको केही यहाँ कङ्क्रिटहरू हालेर ढलान गर्ने अनि के भन्छ सिमेन्ट हाल्ने त्यस्तो छैन, रेडिमेड ल्यायो फिट गरे अनि बलियो पनि बलियो। अब इन्जिनियरको कमाल त अनि सबै कुरो है। सो हामी भित्र जाँदैछ। भित्र चाहिँ सायद भिडियो गर्न दिन्छ थाहा छैन, ट्राई गरौँ न के हुन्छ होइन। ल लेट्स गो। ल म चाहिँ भित्र आइसकेँ। त्यसपछि मार्केटहरू सब 5 रियलको मार्केट, 5 जे कुरा नि लिएर तपाईँको भाँडाकुँडादेखि लिएर के लिनु मन लाग्यो। यहाँ चस्मा लगाइदिने हो कि राम्रो देखिन्छ भन्ने कि है। भित्र त खासै अँधेरै छ क्या, तैपनि यताको भयो यो एरिया। म चाहिँ ब्रेड लिन आएको। यतातिर माथि फेरि पुरै चम्चीहरू सबै छ ट्याक्कै। के सामान चाहिन्छ सब पाउँछ, सबै चिज। यतातिर कपहरू भयो सब, एक पिसको 5 रियल 75 पैसा। अनि यतातिर चाहिँ चक्कुहरू छ। खै अब ल हेरौँ के कस्तो हुन्छ। प्याज आलु सबै टाङडुङ। के चाहियो आफूलाई। भयङ्करको छ। यता ग्रोसरी आइटमहरू भयो। यतातिर भाँडाकुँडा, यता पुरै भाँडाकुँडा हुने, यतातिर चाहिँ भाँडाकुँडा। यता चाहिँ फ्राइबिनहरू, बाप रे बाप, बास्केटहरू भइहाले सब। जे लिए पनि छ सामानहरू A to Z। खै ब्रेडहरू कता छन् थाहै भएन। यता ग्रोसरी आइटम भइगयो यहाँ चाहिँ। अब चाहिँ अगाडि जाऊँ भनेको खै कता भेट्छ, भेट्दै भेट्दैन यहाँ चाहिँ। हामी चाहिँ लिफ्टमा आयो, लिफ्टबाट माथि फर्स्ट फ्लोरमा जाँदैछौँ। फर्स्ट फ्लोरबाट अनि हल्का फुल्का क्यामेरा रहेछ, खै डर लाग्ने सिक्युरिटीले समात्छ कि भनेर यसो ब्लग गाह्रो छ के गर्ने। यतातिरको चाहिँ सामानहरू, खानाकै सामानहरू आइटम भइहाल्यो। यतातिरको ब्रेड चाहिँ कता हो, ब्रेडै भेटेन त खास लिन आएको। ब्रेडमा ब्लग बनाउँदै बस्दै। यता चाहिँ ग्रोसरी, यो चाहिँ नुडल्स, यता नुडल्सहरू भयो सबै। यता चप्पलको आइटम भइहाले। चप्पल पनि के देखाइरहनु। मलाई एउटा सेभिङ क्रिम पनि लिनु थियो, सो एउटा सेभिङ क्रिम पनि लिनु पऱ्यो। सो आएको बेला है फाइदा, सो मौकाको फाइदा उठाउनु पऱ्यो। सेतीमिती आउनु पाइँदैन अनि एउटा लिनु पऱ्यो। खै ब्रेड चाहिँ भेटेन, ब्रेड चाहिँ खोज्दै हिँड्नु पऱ्यो। कता त अलिभ ओइल रहेछ टन्नै। कता छ यहाँ ब्रेडै भेट्दैन कता। यहाँ ब्रेडहरू होइन, बिस्कुटको हो क्या, बिस्कुट हो यो ब्रेड भइहाल्यो। कहाँ छ यहाँ, गाह्रो भयो। गाह्रो छ जतासुकै क्यामेरा लाहान खै मलाई समात्ला जस्तो छ। कोसिस गरौँ न। एउटा चाहिँ आफूले दारी फाल्ने लियो, तल चाहिँ ब्रेड लिनु पर्ला। अब तल गरेर लिने हो यो सामानहरू, यी बच्चाहरूका ग्रोसरी आइटमहरू सबै। गाड आएन, त्यही भएर गाड आयो भने समात्छ मलाई। गाड चाहिँ आएन अहिले पनि, कति बजी आउँछ हेरौँ। ब्रेड चाहिँ छैन जस्तो छ यहाँ त, अर्को दोकानमा जानु पर्ला। ल हेर यत्रो ठुलो दोकान अरे, ल ब्रेड चाहिँ भेटेन है। खै नआएको कि सायद नआउन सक्छ। मेरो चाहिँ सपिङ भयो, 5 रियलको सपिङ केही छ केही छैन। अब अर्को दोकानतिर लाग्नु पर्ला जस्तो। अब कता भेट्छ खै, कता भेट्छ जानु पऱ्यो। घाम पनि लाउनु लाएँ। आज चाहिँ घाम चर्किएला जस्तो छ, हेरौँ। अब लाग्नुपर्छ है। चाबी कता गयो,
कसले भने ढोका आइसक्रिम भिडियो चाहिँ लामै होला जस्तो छ। अब अर्को दोकान कता छ खोज्न जानु पर्यो। ल ल अर्को दोकानतिर आइयो फेरि। अब अर्को दोकान हेर्नुपर्छ। लेट्स गो। ओ ह्यान्ड ब्रेकै हान्न बिर्सिएछ, बर्बाद हुन्छ। अर्को दोकानमा आइयो। हेर यो दोकान छ के छ कि छैन कुनै, सायद होला। हेर यताको नजारा है, यताको नजारा। आजको घाम लाउनु लागिसक्यो है, खोज्दा खोज्दै। बिहान घाम लाएको थिएन कि अघि नै आउँदा त, अहिले त घाम लाउनु लागिसक्यो। लास्टमा रहेछ ब्रेड। अर्को दोकान यहाँ फलफुलहरू छ टक्कै टन्नै है। भेट चाहिँ भयो लास्टमा छ भने चाहिँ एउटा इन्डियन भिडियो थिएँ फाइनली ब्रेड चाहिँ भेट्यो है। अब चाहिँ लाग्नुपर्छ, पुरिरह्यो होला। भित्रको देखाउन नमिल्ने आएको फेरि समाज सिक्रेट जतासुकै क्यामेरै क्यामेरा छ ल। कताडि जाने ल। अब ब्रेड लिएर स्कुलतिर लाग्दैछौँ। भित्र त जान त गेटतिर भिडियो बनाउन त पाइँदैन। त्यहाँ अहिले बच्चाहरू आउँछ नि त, प्यारेन्ट्सहरू गेटमा। अब सिक्योरिटी पनि टाइट छ, त्यही भएर भित्रतिर गएर चाहिँ हल्का ट्राई गरौँ र भिडियो बनाउनलाई है। ल हामी चाहिँ स्कुलभित्र आइसक्यौँ। सो अब भित्र डाइरेक्ट भित्र जाँदैछौँ। यताको हो भित्रतिर सायद म्याडमहरू होला नि, त्यहाँ चाहिँ अलिक नमिल्ने होला। माथि अब डाइरेक्ट गएर भिडियो बनाउनु। हामी लिफ्टमा आइसक्यौँ। सो स्कुलको लिफ्टको अहिले सेकेन्ड फ्लोरमा जाँदैछौँ। त्यही नि हो। अब गएर चाहिँ ब्रेड चाहिँ दिनु पऱ्यो म्याडमहरूलाई। सो हामी बाहिर निस्क्यौँ। यो चाहिँ हाम्रो एरिया, तपाईँलाई पहिले भनेको थिएँ मैले। सो ब्रेड लिएर आएको। ल आज चाहिँ गाह्रो भयो म्याडमलाई ब्रेड दिएँ। अनि यता चाहिँ हाम्रो चियाहरू बच्चाहरूको खाने है। आजको खाना चाहिँ यो हाम्रो खानाहरू। अनि चाहिँ अब जुसहरू भइहाल्यो। यता हाम्रो म्याडमले काम गर्दै हुनुहुन्छ, यो सिग्नहरू। त्यही नै हो। ल आजको ब्लग चाहिँ यही रोकिन्छ भनौँ, रोकिन्छ। सो कस्तो लाग्यो लाइक सेयर एन्ड सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। जय नेपाल, खुसी रहनु, सुखी रहनु। त्यही हो, बाई।